So hello everybody, and today I'm doing my video, starting my video from my own home, which is located at the beautiful foothills of Darjeeling. And I'm back home after some time, and I'm happy. So I just want to let you have a view from my balcony right now. So this is Kanchenjunga at its best, because the winter has already arrived and it's all covered with the snow right now. So yeah, this is the view that I get to enjoy every day, and those valleys are the valleys of Sikkim. Yeah, I'm happy, and nothing beats the happiness and the comfort of home. And today I'm gonna try to show you what I'm gonna do today all day, and I hope you like it, and please stay with me. र अहिले भने चाहिँ म एकछिन पल्लो गाउँतिर जाँदैछु एउटा काम परेर. सो आफ्टर अ लङ टाइम I'm gonna ride this bike. अलिकति अफ रोडिङ छ, तर आई होप मलाई कन्फिडेन्स छ कि सेफली पुग्न सक्छु भनेर. सो त्यही हो, एन्ड आइम वेटिङ फर सम अफ माई ब्रदर्स टु जोइन मी. अहिले चाहिँ पर्खिरहेको छु. ओ मानेश, खोइ छिडाउ न. र हामी चाहिँ हाफवे आइपुग्यो अहिले. र यो चाहिँ इट्स क्वाइट अफ रोडिङ छ हो, यस्तो खालको बाटोहरू छ हो. आइम राइडिङ आफ्टर अ लङ टाइम भनौँ न. फिल्स गुड, तर डर पनि लाग्दैछ कता कतै हो. आइम राइडिङ दिस बाइक. अनि केटाहरूले चाहिँ यो बाइक राइड गर्दैछ, हिमालयन. अनि दिस इज द प्लेस हामी चाइल्डहुडमा आइबस्थ्यो होइन. जङ्गल हो यो चाहिँ. यो जङ्गल चाहिँ के अरे, यो हाम्रो गाउँदेखि चाहिँ स्ट्रेच भएर चाहिँ यो चाहिँ आई थिङ्क दार्जिलिङको वान अफ द बिगेस्ट फरेस्ट रेन्ज जस्तो लाग्छ मलाई. किनभने यहाँदेखिको स्ट्रेच भएर चाहिँ यो पर त्रिवेणीसम्म स्ट्रेच छ. अनि यहाँदेखि उतापट्टि चाहिँ आइल सो यु के अरे पेसोकहरू, लप्चूहरू देख्छ, टिस्टाहरू. सो आइल सो यु स्लोली है भिडियोमा. यो माथिको भ्यालीहरू चाहिँ इट्स अल लप्चू टी स्टेट, लप्चू बजार देयर, लामाटा इज देयर. अनि त्यो पल्लोपट्टिको डाँडा चाहिँ इट्स पेसोक. र यो चाहिँ बेसिकली भन्नुपर्दा इट्स कालिम्पोङ गान्तोक रोड. फ्रम दार्जिलिङ टु कालिम्पोङ, दार्जिलिङ टु गान्तोक चाहिँ यो बाटो हिँड्छ. पेसोक पनि हल्का देखाएर जुम गर्नु. ल फाइनली लास्ट डेस्टिनेसन पार्मेनको आइज न. यो चाहिँ तपाईँको पार्मेन्टी स्कुल. अनि यो जग्गालाई चाहिँ दिस प्लेस इज कल्ड पर्मानेन्ट भिलेज है. हामीले चाहिँ लोकली वी कल्ड पार्मेन होइन. अनि एक्चुली यहाँ आउने इन्टेन्सन चाहिँ के थियो भन्दाखेरि यहाँनिर मरौ थियो, अनि सरौ देखाउनु आएको थियो. अनि मैले चाहिँ अब के अरे परदेशबाट आएको होइन, आफ्टर लङ टाइम. मैले चाहिँ लोकल कुखुरा नखाएको चाहिँ धेरै भएको थियो क्या हुन्छ नि. अनि आज चाहिँ लोकल कुखुरा पनि लगेर जाने हो. अनि त्यही हो, इट्स अ ब्युटिफुल स्मल प्लेस इन द मिडल अफ द नेचर भनौँ है. तपाईँहरूलाई अहिले म माथिबाट देखाउँछु. अझै यो जग्गा चाहिँ माथिबाट अझै दामी ब्युटिफुल देख्छ. अनि या त्यही हो, मजा आयो राइड अलिकति हो आफ्टर अ लङ टाइम. कस्तो लाग्यो तँलाई मेरो राइड भन् त भाइ? राइट त पर्फेक्ट छ है. पहिलाको एभेन्जरको काँचै निको.
अनि यहाँ अर्को भाइ मेरो भानिज छ ह्यान्डसम भानिज मामाको ठिकै छ अफ रोडिङ के अरे सुनेन हौ यहाँ के अरे 3-4 साल बादमा पनि बिर्सेको छैन रहेछ मामाले तर होइन म उता बाइक कुदाउँछु नि त सिधै हो राम्रो बाटोमा भए पनि त हो म चाहिँ उता बाइक कुदाउँछु बाइसाइकल खोल्नुपर्छ होला हौ यो त अब यहाँदेखि चाहिँ अलिकति अफ रोडिङ अझै डरलाग्दो छ र हामी बाइक यहीँनिर पार्क गरेर चाहिँ हामी जाँदैछ हो आइल सो यु गाइस है र फाइनली हामी यो पार्मेन्टको गाउँ पसिसकेको छौँ अनि यहाँ हाम्रो अलिकति वकिङ डिस्टेन्स छ मोर देन 5 मिनट्स लाग्छ होला है 10 मिनट्स एप्रोक्स अलिकति यहाँ गरम महसुस भएर सबैले ज्याकेट खोलिन्जेल भइरहेको छ यी र तपाईँहरूलाई कस्तो लाग्छ है यो गाउँ पछि यसमा र यो चाहिँ तपाईँको माथिबाट जुन यो डाँडा देख्नु हुँदैछ यो चाहिँ पेसोक गार्लाङको डाँडा हो अनि तपाईँको दार्जिलिङबाट जति पनि गान्तोकहरू जान्छ कालिम्पोङ यही बाटो ओह्रालो जानुपर्छ तपाईँहरू कुनै दिन यो बाटो हिँड्नुभयो भने तल यहाँनिर यो गाउँ पनि देख्छ पार्मेन्टी बस्ती भन्छ है यो गाउँलाई अलिकति तपाईँले हेर्दै जानु पनि सक्नुहुन्छ र यो पार्मेन बस्ती यो गाउँमा चाहिँ एउटा खासियत के छ भन्दाखेरि चाहिँ यहाँ जति पनि घरहरू छ 22-23 घर छ सबैजना हाम्रो जिजस क्रिस्चियनिटी हुनुहुन्छ कोही पनि हिन्दू छैन र ब्लिचिङ पनि भएकै जस्तो लाग्छ यो गाउँ शान्ति छ यो चाहिँ नयाँ घर पो देखेँ त है कता मैले म सुरेनको छोरा तल हो के गर्नु हुँदैछ ए हजुर फुल राख्ने नर्सरी होला है मान्छे है हुन्छ यो उयसहरूको दिपेनहरूको घर चाहिँ कहाँ हो ए हुन्छ हुन्छ बाइक त जान्थेन हो र है ओह्रालो हुन्छ धन्यवाद तपाईँको टिस्टा चाहिँ यो फेदमा पर्छ यो उता हामी यहाँबाट हिँड्दै गयो भने पनि टिस्टा पुग्न हामीलाई 1 घन्टा पनि लाग्दैन अर्ग्यानिक होइन भाइ अब इट्स हार्ड टु फाइन्ड दिस काइन्ड अफ लाइफ दिस डेज क्या हुन्छ नि अब एकदमै यहाँको मान्छेहरू चाहिँ एकदमै नेचरसँग चाहिँ एकदमै क्लोज छ हो अब तपाईँहरूले देखिहाल्नुभयो होइन द प्लेस इट्सेल्फ है कस्तो जग्गामा बसेको छ अनि यहाँको मान्छेहरू चाहिँ दे मोस्ट अफ देम दे रिलाइ अन द के भन्छ नि अर्ग्यानिक चिजहरूमा अब बाहिरबाट हामी त जस्तै अहिले होइन सुपर मार्केट होइन मोडर्न लाइफमा सुपर मार्केट घरमा केही पनि उमार्दैन होइन तर यहाँ चाहिँ मान्छेहरूले प्राय आफ्नो लागि बेसिक नेसेसिटिजहरू चाहिँ आफै नै दे प्रड्युस देमसेल्फ भनौँ न होइन द्याट्स द आई थिङ्क लाइफ एभ्रिबडी नाउ डेज वान्ट्स होइन एन्ड इट्स रेयर अल्सो र हामी यहाँ मरौ घर पनि आइपुग्यो र मरौ घर आइपुगेर अब ह्याभिङ अ टी सबैजना गरम चाहिँ यहाँ चाहिँ अलिकति गरम नै हुन्छ यो जग्गामा गफ हेभी दिँदैछ केटाहरूले तपाईँको त्यो गाडी है उयो र यहाँ चाहिँ हाम्रो एकदमै मिल्ने माम चाहिँ हाम्रो आइनस मामा
हेलो भनिदिनु त यहाँनिर हेलो म्याम्स के हेर्छु म माम्स त म त म्याम्स त के साह्रो अलराउन्डर हो अन्त तपाईँ त अन्त के भएछ यसो लजाउँछ हो त अन्त लगमा यो गरेर त लजायो त म्याम्स त अन्त यता आउनु न अलराउन्डर पनि दुई तिन किसिमको हुन्छ नि त हँ? अलराउन्डर पनि दुई तिन किसिमको हुन्छ नि त सबैले अलराउन्डर भने यसमा अलराउन्डर भने अन्त होइन अब डान्स सान्स पनि हल्का टिकटक सिकटक पनि हल्का हिर्काइदिइहाल्छ म्याम्सले होइन मास्टर हो नि पक्रिरहेको कस्तो खास त बाहिर बाहिर देशको लागि जन्मेको हो कि बनाएको रहेछ कि हुडी बतासे चाहिँ पार्न नझाड्दै नि त तर म्याम्स तर होइन तपाईँलाई जस्तो त्यस्तै अस्ति जस्तो छोडेको थिएँ नि तपाईँलाई त्यस्तै रहेछ अहिले नै अब तिमी बुढो हुँदा म यस्तै हुन्छु नि। खोला गइरहेको जाल बोकेर क्या त हाम्रो चाहिँ खानापिना पनि भयो हो अब यस्तै हो गाउँघरमा चाहिँ यही दामी चिज चाहिँ अब सबैजना वेलकमिङ खाऊ खाऊ भन्ने हुन्छ होइन अफर गरिहाल्छ हामीले खाँदिनौँ भन्दा पनि माम्सले जबरजस्ती दामी खानु बनाइदिएको भन्दा एकदम पेट पूजा पनि भयो कुखुरा चाहिँ अब भोलि मात्रै भयो होइन गाउँघरमा बस्नुको उयो चाहिँ यही हो क्या कुखुरा सम्झिँदै सुत्नु चिया अफर गरिहाल्छ हो त्यस्तो हुन्छ हाम्रो चाहिँ खानापिना पनि भयो हो अब यस्तै हो गाउँघरमा चाहिँ यही दामी चिज चाहिँ अब सबैजना वेलकमिङ खाऊ खाऊ भन्ने हुन्छ होइन अफर गरिहाल्छ हामीले खाँदिनौँ भन्दा पनि माम्सले जबरजस्ती दामी खानु बनाइदिएको भन्दा एकदम पेट पूजा पनि भयो कुखुरा चाहिँ अब भोलि मात्रै भयो होइन गाउँघरमा बस्नुको उयो चाहिँ यही हो क्या कुखुरा सम्झिँदै सुत्नु चिया अफर गरिहाल्छ हो त्यस्तो हुन्छ त्यो गाउँघरमा चाहिँ मान्छेहरूको सबैजनाको देखाएको गोल्डन हार्ट क्या नमस्ते दिपेनलाई कहाँनिर दिपेन ए हुन्छ सन्चै हुनुहुन्छ तपाईँ हिँडुल गर्नुहुन्छ ए अहिले त राम्रो भएछ नि अहिले त है कति वर्ष भएको थियो नि तपाईँ बिमारी हुनुभएको चाहिँ कति भयो निकै भयो नि तपाईँको 5 वर्ष भयो जानुभएको छैन हजुर 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 मलाई त चिन्नु भयो नि सानोमा देखेको अब त ठुलो हुनुभयो साह्रो त्यो कुखुरा भनेको थियो ए आन्टीले त्यही ल्याउनु आएको। अहिले त छोडी पो राखेको छ कुखुराको सबै ए पक्रिनु समात्नु साह्रो पर्छ साह्रो पर्छ होला त भोलि त्यहाँ ल्याइदिनु हुँदैन हुन्छ त्यसो भए तपाईँको उमेर चाहिँ कति पुग्यो होला अहिले अहिले मेरो त उमेर त गयो नि हाम्रो बडाहरूसँगै हो जस्तो लाग्छ जेठा बडाहरू जस्तो हो दमले हो हामी मिलन तर त्यो सुगरले चाहिँ फेरि सुगर पनि छ तर फेरि अर्को बिमारी पक्रियो भने चाहिँ खत्तम पार्छ हजुर जस्तै सुगरको बिमारीहरूलाई अपरेसन गर्नु म घर पनि आइपुगेँ हत्तु भएर बिचारा माई वाइफ वाज वेटिङ फर मी टु हेभ अ फुड टुगेदर अब चाहिँ खानु आँटेको अनि भानी जाऊ यहाँ आऊ आयो भन यहाँ आऊ यहाँ आयो भन एकछिन पख एकछिन मेरो सुकृत मामाको च्यानलमा हेर्नेहरूलाई सबैलाई आइ भन मेरो सुकृत मामाको च्यानल हेर्नेलाई सबैलाई आइ मेरोबाट लभ छ भने यसो लभ गर आई थिङ्क म अब यो भ्लग यहीँ क्लोज गर्छु होला आजको लागि आई सी यु इन द नेक्स्ट वान है थ्याङ्क यू एभ्री वान